मोमोमा अचार हालेर ट्याक्क खान दिएको त मिठो छ भन्दै गुवाम खान्छ केटो। अब हामीले यो मोमोलाई कसरी बनायौँ भन्ने कुरा चाहिँ ब्रेकडाउन गरौँ। अब बन्दला आधा पारेर काटिसकेपछि प्याजलाई कुरकुर कुरकुर पारेर काटेर हामीले एउटा मसिनमा राखेर खर 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 पार्ने अनि त्यसपछि मम्मीहरूको हाँसो सुन्ने। तिमी यसो सुनेर पिठो मुस्न थाल्यौँ। त्यसपछि सोयाबिनलाई किमामा मिक्स गर्यौँ अनि त्यो पिठोलाई मुसेर थ्याप्ला जस्तो बनायौँ। अब आयो जुसी किमाको पालो। कारवां जिंदगी का न पूछो चला है किधर तमन्ना है ये स्वादिलो गिलो छ नि। त्यो घाँटीबाट पहिलोचोटि पेटमा जाँदाको जुन आनन्द हुन्छ नि, ओहो के गर्नु। तिम्रो भिडियो हेर्दा सित्त बुझा बहुत मिठो छ।